हेलो एभ्रिवान, सबैजनालाई नमस्ते, गुड मर्निङ सबैजनालाई। अनि तपाईहरु सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि तपाईहरुलाई फेरि आज नयाँ दिन नयाँ भ्लग लिएर आएको छु। अनि आज चाहिँ मैले यसो मौसम हेरेको, यस्तो रहेछ मौसम है, नट गुड। यस्तो कालो कालो भयो, पानी पर्ला जस्तो भयो, यस्तो दिन भन्छ। अनि त्यही भएर यस्तो दिनले एकदम च्यालेन्ज गर्यो साथीहरु। अनि त्यही भएर म चाहिँ आज दाउरा काट्न जाने वनमा भनेर उता माइजूहरुसँग सल्लाह गरे। अनि ल जाम, एक्सरसाइज पनि हुन्छ, तातो पनि हुन्छ भनेर अहिले चाहिँ नि अब हामी चाहिँ नि दाउरा काट्नको लागि जानको लागि रेडी हुन लाग्यो साथीहरु। अब म चाहिँ नि मेरो जंगल सफारी गर्ने ड्रेस लगाएर आउँछु अनि तपाईहरुलाई भेट्छु। ल साथीहरु, म त रेडी भए है वन जंगल जानलाई दाउरा काट्न। यो चाहिँ मेरो आजको ड्रेस हो। यो चाहिँ यसो चिप्लो वाला ज्याकेट लाएर जानु पर्छ रे के। अनि भुवाहरु टाँसिन्न। यो चाहिँ हो मेरो डोको। अनि यहाँभित्र छ मेरो आँसी, अनि त्यो कराउती छ। अनि त्यसपछि अनि यो चाहिँ मेरो गमबुट, यो सरक लुङ्गी, यस्तो लाएर जानु पर्छ रे। ल अब म चाहिँ नि वन जंगलतिर जाँदैछु दाउरा काट्न। तपाईहरुलाई म वनमा गएपछि हामीहरु कता जाँदैछौँ दाउरा काट्न, म लोकेसन पनि देखाउँछु है साथीहरु। वनमा जानुभन्दा पहिला चाहिँ नि मलाई तपाईहरुलाई यो गुराँसको बुट्टा देखाउनु मन लाग्यो। यो चाहिँ हाम्रो घर भएको गुराँसको बुट्टा है। तल चाहिँ हाम्रो रेस्टुरेन्ट हो। यो चाहिँ नि गुराँसको बुट्टा। अनि हरिणहरु चाहिँ चाँपकको बुट्टा, चाँपक भन्छ साथीहरु यो फुललाई। गुरुङ भाषामा चाहिँ स्योनाटा हो कि च्योनाटा हो भन्छ। यहाँ कति धेरै फुल्यो, कस्तो बाना आउँछ साथीहरु। हेऱ्यो ठुलो बुट्टामा फुलेको फुल त यहीँसम्म बाँच्न आछ। अनि बुढाको रिक्वेस्टमा कपडा उठाएर गइदेऊ भनेर म चाहिँ कपडा उठाउन आएको। मौसम हेरेको यस्तो भछ, आएको जाँगनी लैलौनी गरेर मौसम बिग्रिया साथीहरु। अब म चाहिँ पहिला कपडा उठाउँछु। मामाले चाहिँ हाम्रो हाँसी लाग्ने गर्दिन लाको अवस्था हैन मामाश्री। अब दाउरा टिप्न जानेहरुको फेरि आँसी उदाउने कला छैन फेरि। अब त मेरो आँसी त बागै आयो नि, एक झ्यापमै ज्याम हान्दियो भने छिनिहाल्छ। ल अब चाहिँ हामी यहाँ अब पर्खिँदै हो खेताला। अझै एकजना आइपुगे छैन। ल इन्द्रमाइजी चाहिँ ड्राइभर, कता लान्छ आज इन्द्रमाइजीले। साथी कता गयो? ल हामी चाहिँ अब दिस वे, यो चाहिँ आर्थर जाने बाटो, आर्थर काउले जाने बाटो हो यो। हामी चाहिँ यता जाने हो दाउरा टिप्न हैन माइजू। यताबाट खै अर्जुन दाइ नि हरायो, त्यो दिदी त झन् निस्केन। एउटा दाउरा त यहीँ पनि रहेछ साथी हो, हालिहाल्नु पर्छ। हालिहाल्नु पर्छ भनेको त दुई टुक्रा पो भइगयो है, केही छैन है। त्यही पनि एउटा खस्यो, एउटा डोकोमा एउटा त्यहाँ खस्यो। हिजो हामी हेरे त तलतिर गएको, उक्लिन नसकेर साथीहरु। बाटै नपाले यताबाट हामी त्यहाँ निस्केको हो, त्यस खाली ठाउँमा निस्केको थियो के त नि, यहाँ बाटो थियो। जान्न ओ दिदी आउन लाग्यो। ए ऊ रेडी
रेडी भएर बस्छु त्यो दिदी त। आज चाहिँ हामी धेरै छौँ है साथीहरू। म इन्द्रा माइजू, अर्जुन दाई, माथिको दिदी। आज चाहिँ बाघ आइ नि लड्न सक्छौँ। हिजो त है माइजू हामी कति बजे रे 4 बजे त बल्ल हिँडेको दाउरा टिप्न। 2 घडी गर्नु 6 बजे भन्दा धेरै बनमै थियो। 6:45 बजे घर पुगेको थिएँ मैले घडी हेर्दा। त्यसले भनेको हिजो बाटोको भने यहाँबाट छ कि उता बाटो। हिजो हामी कहाँबाट झरेको रे हो नि थियौँ होइन। यताबाट झरेको मेरो दाउ त्यही तल छ। मेरो नि त्यहीँ छ आधा डोको त्यहीँ छ मेरो नि। इन्द्र माइजूको र मेरो माइजूको चाहिँ अलिक गरुङ्गो गरुङ्गो छ मेरो त अलि हलुङ्गै थियो के अरे हो नि यहाँबाट यसरी झरेर गएको हो। ल ए होरिया मुनि टिपेको खास दाउरा चाहिँ नि यताबाट छिरेर यता होइन। यता तल चाहिँ अलिक भिरालो छ कि साथीहरू। अनि यहाँ जाँदा त ठिकै हुन्छ दाउरा नि पाउँछ तर आउँदाखेरि चाहिँ नि एकदम गाह्रो। माइजूको चाहिँ पुरै तिग्रा साप्रो दुखेछ भन्छ के अरे ठाडो उक्लिँदा होइन माइजू। हाम्रो गाउँले जीवन एकदम धेरै गाह्रो। अर्जुन दाई पनि उता आइपुगेको अवस्था। यहाँ उँधोतिर यो चाहिँ हाम्रो इन्टरनेटको पोल अनि तार हो है साथीहरू। बर्खामा यो इन्टरनेटको तारको पोल ढलेर यहाँ जेनी हुन सक्छ फेरि। ल जाम साथी हो। कता गयो त्यो दिदी त? मैले त एकै ठाउँमा भारी पुऱ्याइदिएको हिजो अब। ए हिजो त्यही भएर कति गाह्रो हो यस्तो भिरालो छ साथीहरू। हामी चाहिँ जङ्गल प्रवेश गऱ्यौँ। ओ माइजू ए यस्तो रहेछ यता बाटो। गोरुसोरु चढेछन् यता। अर्जुन दाइ अगाडि छ। खर रहेछ यता। खर घाँस काट्न आएको भए हुँदो रहेछ। खर खाने भैँसीलाई बास त नि है गोबर रहेछ नि यहाँ। कसले ढलाको दाउरा रहेछ यहाँ त। ए यता त बरु हेऱ्यो मल गर्ने पताइ सोर्न आयो भने ठिक हुँदो रहेछ है। पहिला पहिलाको याद आएर टोलम्दै आयो जस्तो छ माइजू त। गुराँस हाम्रो राष्ट्रिय फुल टिप्न हुन्न है कसैले पनि। खासमा मान्छेहरूले फुल टिपेर के गर्छ र है यति टिपेर लान्छ फाल्कामा फाल्ने हो। कति सुरिलो घोचा हौ त्यो एउटा है। ल हामी चाहिँ अब हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ। मेलामा आइपुग्यौँ। यता गोरु कति हिँड्दो रहेछ। जे भने नि कति हिँड्दो रहेछ। यो त होइन नकाम। यहाँ एउटा दाउरा पायो भनेर आएको साथीहरू हुत्तिँदै बत्तरिँदै। इन्द्र माइजू हराएको अवस्था।
यहाँमा इन्द्रमाजी त उतै काट्न लाग्यो जस्तो छ। हामीलाई चाहिँ यहाँ गर्मी भयो हिँडेर धेरै। अर्जुनले त उहाँ पुगिसकेछ। हामी चाहिँ यहाँ वनपाखामा अब दाउरा सर्चिङ। अहिले चाहिँ म यति दाउरा टिपेँ। थाकेर किसिम भयो। अब यति दाउरा टिपेँ यता मेरो दाउराहरू चाहिँ उता माथि छ। अब यति लिएर जान्छु। अर्जुनलाई इन्द्रमाजी कता छ बोलाउनु पर्यो। भारी पुग्यो कि पुगेन। त्यही हो साथीहरू खासै खोज्न नजानेकै के हो दाउरा धेरै भेटेन मैले त। भन्नाले यता चाहिँ यो साइड चाहिँ हामी कहिले नै आएको थिएन। अनि सुकेको दाउरा त एकदम धेरै तर टिप्ने मान्छे नभएर के कुहिएछ कि सबै। अनि नकुहिएको दाउरा खोज्नै टाइम लाग्यो। अनि त्यही भएर अहिले कति 11 बज्न लाग्थ्यो हामी आउँदा। अहिले 12:30 भयो। 1.5 घन्टा भयो। अब भारी सारी हाल्ने अनि जाने। भारी चाहिँ फेरि स्याट्ट मिलाएर हाल्नुपर्छ क्या यस्तो। नत्र फेरि ढाडतिर कोपेर भरे घरै पुग्न दिन्न फेरि। एकदम तनाव छ नि हामीलाई। उल्टो गरे क्या हो यस्तरी होला। आँसी नि फेरि यत्रो ठुलो। अनि म त समात्न नि सक्दिनँ हात गलेर। यो के हो डिस्टर्ब। यो डिस्टर्ब गर्दा है। मोटो मोटो हो क्या फेरि दाउरा। च्याट्टा पारेर पहिला यसरी यिनीहरू चाहिँ अलिकति फितलो। यिनीहरूलाई चाहिँ लास्टमा हाल्ने हो साथीहरू। यो पनि अलि नट गुड। यसलाई नि अहिले लास्टमा हाल्ने। अलि उस भन्छ क्या कुहिन लाग्यो जस्तो। दाउरै पाउँदैन कि भनेर टिप्दिएको। पाउनु त पाइयो। यो चाहिँ झ्यानु भन्नेको दाउरा रे भन्ने हामीलाई लगाइराख। डिले दाइ त खर्सु टिप्न आएर चाहिँ क्या हो। काट्ने। अब त यसो वनमा आउँदा एउटा पेरका फोल्डिङ पेरका नि ल्याउन पर्ने भयो बस्ने। फोल्डिङ पेरका ल्याएर यस्तो माटो रहेछ यता त भुइँमा नि पात जति सबै कुहिएर माइजू भारी हाल्न लाको। ए ल आइया केमा बसेछु म त। यस्तो झुस्ता परेको दाउरा हुन्छ यता त। ल हेर्नु त साथीहरू। यो हाम्रो यो ठाउँको दाउरा कस्तो हुन्छ भने रुखहरू के जुङ्गा दारी आएको घपाल धेरै भएको। यो जाडो ठाउँमा भएर होला। यहाँ अब बर्खामा डेन्जर पानी पर्छ नि त। अनि जाडोमा नि एकदम जाडो हुन्छ। अनि आमामामा यस्तो त झुस्छ त कति हो कति है अर्जुन। यताको दाउराहरू त के को दाउराको सिरक यो। अब सिरक फालेर लानु पर्यो नि।
यसको सिरक पनि यही हो, रक्सी पनि यही हो साथीहरू। आगो, रम, हुस्की, ब्रान्डी झैँहट्टै सबै यही हो यसको। अब सब यहीँ फालेर यसको सिरक, ब्ल्याङ्केट, रम, हुस्की, ब्रान्डी सबै यहीँ फालेर यसलाई चाहिँ नि लानुपर्छ यतिकै गरेर। फेरि नत्र फेरि मैलो गरेर कस्तो गर्छ। हेर्दा त पुगेको हो के अरे। यस्तो दाउरा हालेर भरे ढाड कोपेर घरै पुग्न दिन्न फेरि। अये हुन्छ। के हो ढङ्ग नभएको हो क्या हो। ल यहाँ अर्जुन दाइले यहाँ मैले एउटा दाउरा फिदीमा बाँधेँ, यहाँ नलैजान पर्यो भनेको यहाँ अर्जुन दाइले चिरेर लैजाऊ भनेर यहाँ चिर्दिन लाग्यो के अरे। भात पाको रे। ल इन्द्रमाइजू यताबाट कमिङ। अलि होचो भएर आउनुपर्छ माइजू। हो त्यसले हो क्या। ल यो मेरो भारी, अर्जुन दाइको भारी उहाँ। यहाँ चाहिँ नि ए मलाई हाने के तपाईँले। तपाईँलाई यसले हो खैदिनु त। यस्तो यस्तो झ्याङले समात्छ साथीहरू नजाऊ भनेर। ल ल ए ल अर्जुन दाइले नि हाप्दिएको अवस्था। आउँछ हामी हिजोबाट घुम्दै घुम्दै आउन सिपालु भयौँ के है माइजू। ल माइजूले बोक्यो, अब मैले बोक्छु। हामी त अनि तालको माथि अर्जुन दाइको भारी, मेरो भारी, इन्द्रमाइजूको भारी। ओ माई गड पुरै पसिनै पसिना भयो है। माइजू त कता घरै जाने हो। छैन एउटै हो। अन्त नि यस्तो भयो यहाँको चौतारी त पुरै भत्केछ है। त नि यहाँ त्यहाँ थियौँ एउटा चौतारी थियो साथीहरू, पहिरो गएछ। मौसम यस्तो भन्छ, नत्र यहाँबाट कति राम्रो हिमाल देख्थ्यो। त्यो हिमालको छाया यो तालमा हुन्थ्यो। हुन्छ बातसात खाएर ल साथीहरू हामी चाहिँ अब हिँड्यौँ। अब घर गएर बासा खानु पर्यो नि। अहिले म घर आइपुगेँ। आया ओह एकदम गर्मी भयो। यही हो मेरो दाउरा। यो चाहिँ हिजो लिएको दाउरा, हिजो अस्ति। यो चाहिँ आजको। पानी पर्ला झैँ गरेको थियो भर्खरै। ए थोपा थोपा परेछ है। फेरि हरायो। कौवा यहाँ र करम्छ कौवा। कता गएछ बुढा त। ए यहाँ कुखुरालाई मैले यहाँ दाना हाल्न जान पर्यो भनेको आफू गएछ है क्या हो। यो हाम्रो कुखुरा खोरो साथीहरू। कति चाहिँ ए कस्तो हो तपाईँ त। औडा रहेछ भाइ तपाईँ त।
कुखुरालाई दान्दी जान पर्यो भनेको त किन मच्चेर गएछ आफू त बुढा त। अन्त लास्टमा त पानी त नलिकन गएछ। पानी हो मेन लान पर्ने होइन, पानी नलिकन गएछ। अनि मलाई ल्याऊ अरे क्या, अनि र म पनि लिन आएको पानी हाम्रो धारामा। एक जग लयो हुन्छ क्या फेरि त्यहाँ। क्वाक क्वाक काका सबै पानी परेर यस्तो भएछ। हामी त दाउरा लिएर आयौँ साथीहरू। अनि खानासाना खाएँ, एकछिन रेस्ट गरेँ, अनि फेरि एक लट वाइ नट भनेर हिँडेको। यस्तो पानी परेछ अघि, चिसै भयो होला दाउराहरू त। अब त हुन त यस्तो धेरै भिज्नी त आएन। हिजो मेरो काटेको आधाभरि दाउरा थियो एक ठाउँमा। यस्तो भन्छ मौसम। अरे राम, मेरो त्यो दाउरा त चिसै भयो होला है, भिजाइदियो खुल्ला ठाउँमा। यता ग्राउन्ड जस्तो ठाउँमा झन् भएन भनेर। ल साथीहरू, अब चाहिँ हामी फेरि अर्को डिरेक्सनतिर जाँदैछौँ दाउरा टिप्न। उता आर्थर जाने बाटोको साइडतिर गएको थियौँ। त साथीहरूले चिन्नुहुन्छ कि चिन्नुहुन्न, आर्थर भन्ने यता पर्वतको आर्थर हो। अघि त्यता गएको थियौँ, अहिले चाहिँ अब कता जान्छ। यस्तो छ हाम्रो यताको, यता बजारको दाउरा हो। यो चाहिँ हाम्रो रेस्टुरेन्ट पञ्चश्री रोड। यस्तो है साथीहरू। ल माइजुल चाहिँ यता काट्दैछ, म चाहिँ पुरै फुल स्टप अहिले। आज त के नहुँदै जाँगर चल्यो हामीलाई त। भनौँ भने अहिले त झ्याउलायो दाउरा नपाएर। यता अलिकति एक अङ्गालो मजाले टिप्न पाए त मेरो भारी पुग्थ्यो। ल यस्तो के बाङ्गो बुङ्गो टिप्न मनै नलाएर झ्याउलायो क्या, त्यही भएर। ल है गाइज, म एकछिन नभेट्छु ल। यो माइजूको दाउरा, यो मेरो दाउरा। दिदीको त वहीँ माथि बिसाएर आयो अरे। यहाँ त राजीपहरू अघि यो मुढो गेड्न आएको थियो, यहाँ आगो फुकेछन्। ल हामी चाहिँ अहिले यस्तो दमदार ठाउँमा छौँ, उठ्न नि एकदम गाह्रो हुन्छ अब हामीलाई। अलि भिरालो भयो भने सजिलो हुन्छ क्या उठ्न कि त। ल दाउरा नि खनाए साथीहरू। अब चाहिँ भ्याइयो आजको लागि। अनि घर आएको त यहाँ पुरै यस्तो रहेछ फेरि काम लाउनु। यस्तो गर्दै रहेछ बुढा त यहाँ त। हात धुने ठाउँमा यहाँ सेल्फ मेड फिनिसिङ भइसकेछ है साथीहरू। ल यति भन्दै अब आजको भ्लग म यहीँ इन गर्छु साथीहरू। यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट गरिदिनु होला, सेयर सब्सक्राइब गरिदिनु होला। अनि भिडियो स्किप नगरिकन हेरिदिनु होला लास्टसम्म। ओके साथीहरू, सी यू इन द नेक्स्ट भ्लग। बाई बाई।